आज चाहिँ कालिम्पोङ दर्शन गरियो। सो हेलो साथीहरू, आज चाहिँ म कालिम्पोङ दर्शन गर्न जान लागेको, त्यही भएर चट्ट हिरो स्टाइलमा लुगा लगाएर जुत्ता सुत्ता भिरे। त्यसपछि कोही चाहिँ यहाँ फेरि दराज खोताल्दैछन् कि, कोही चाहिँ यहाँ चुरा लगाउँदैछन्। म चाहिँ अगाडि नै बसको सिट रिजर्भ हान्नु पऱ्यो भनेर कुदेको। बल्ल बल्ल एकछिनपछि बस पनि आयो, तर इस्खा भाग्य फुटेको, लास्टमै सिट पाइयो। म दुखी भए पनि अरू चाहिँ यस्तो रमाइलो गर्दै थिएँ। म चाहिँ निराश हुँदै खोला हेरेर हिँडिरहेको थिएँ। चट्ट अरनीको रोडबाट चरीकोट बजार पनि फाट्ट पुग्यो। त्यसपछि यस्तो उकालो लागेपछि यस्तो राम्रो लाली गुराँस हेर्दै कुरी भिलेज पनि पुग्यो। यो चाहिँ कुरी भिलेज गाइस कालिम्पोङको। त्यसपछि यसो बसबाट ओर्लेर केबल कारको टिकट काटेर केबल कारसँग लगियो। मस्तसँग तलको भ्यू हेर्दै सर र केबल कारमा माथि आइयो। केबल कारबाट झर्न पाएको छैन। मेरो नक्कली मामु त फोटो खिच्दै भनेर खतरा पोज दिन थाल्नुभयो त। त्यसपछि मेरो मनको इच्छा पुरा होस् भनेर यहीँ घर बनाउन थालेँ। त्यसपछि एकछिनतिर माथितिर पनि गएँ। त्यसपछि चस्मा ढल्काउँदै घन्टी बजाउँदै धुप सल्काएर भविष्यमा अरू केही नबनाए पनि प्रधानमन्त्री चाहिँ बनाइदियो है भगवान् भनेर मागे। त्यसपछि जुत्ता सुत्ता फुकाएर सबै मन्दिर आनन्दसँग दर्शन गरेँ। त्यसपछि कालीमाता बन्नु पऱ्यो भनेर यसो फेटा बाँडेर कालीमाता पनि बने। त्यसपछि यसो छेउमा गएर हेरेको त कत्रो ठुलो भिड रहेछ त्यसका बाजे। अनि त्यसपछि म सबैतिर घुमेर तलतिर लागेँ। त्यसपछि बहिनी र म चाहिँ एकछिन मजासँग घोडा पनि चढ्यौँ। अनि त्यसपछि बसमा चढेर दोलखा भीमसेन थान पनि दर्शन गरियो। त्यसपछि आनन्दसँग बाजेसँग टिका लाएर फुट्टी खाँदै घर आएँ। एन्ड बाई।